यी दुई तस्बिरलाई नियालेर हेर्नुस् त। एउटै पात्र हुन्, फेरि हेर्नुस्। मेरो नजरले भन्छ अवश्य होइनन्, तर भिडले त्यो दिन फरक छुट्याउन खोजेन, छुट्याएन पनि। हात हल्लाएको देखियो, नाम सम्झियो, भावनामा बग्यो। आखिर रासपाका वरिष्ठ नेता बालिन शाहले यस्तो स्टन्ट किन आवश्यक ठाने? हिन्दी चलचित्र एनिमलमा अनिल कपुरको डबल रोल सम्झिनुस् त, जहाँ रणवीर कपुरले आफ्नो बुवालाई बचाउन निकै मेहनत गर्नु परेको थियो। एउटा असली पात्र, अर्को उसको छाया। सुरुवातमा दर्शक रमाउँछ, कस्तो चलाकी, कस्तो ट्विस्ट। तर कथाको बीचतिर पुग्दा दर्शक गम्भीर हुन्छ। यो त कथा पो रहेछ। रमाइलो गर्छ, दुःख मनाउँछ, हलबाट बाहिरिन्छ, खेल खत्तम। बालेन शाह कुनै गुमनाम पात्र होइनन्, उनी आफैमा पर्याप्त चर्चित छन्। उनका समर्थक भन्छन् उनी नयाँ सोचका प्रतीक हुन्, पुरानो राजनीतिप्रतिका विद्रोही हुन्। यस्तो अवस्थामा उनलाई उचाल्न, भिडमा देखाउन, हात हल्लाउन डमी चाहिनु पर्ने हो त कि लोकप्रियता देखाउनै परिरहेको हो? राजनीतिमा एउटा अलिखित नियम हुन्छ, साँचो नेतृत्वलाई स्टन्टको सहारा लिनु पर्दैन। स्टन्ट तब गरिन्छ जब सन्देश कमजोर हुन्छ वा आत्मविश्वास डगमगाएको हुन्छ। बालेन अहिलेको अवस्थामा भिडमा यति रमाए कि उनलाई केही सुन्नु छैन, केही हेर्नु छैन। लम्कीको दृश्यलाई सुरक्षा अभ्यास भनेर बचाउ गर्न त सकिन्छ, तर त्यो पूर्ण उत्तर भने होइन, किनकि सुरक्षा भनेको शान्त, व्यवस्थित र अदृश्य हुनुपर्दछ। यो त खुला सडकमा चलचित्रको दृश्य जस्तै प्रस्तुत भयो। के उनी बालेनका समर्थक हुन् वा तयार पारिएका डमी? अब दर्शकहरूलाई पनि छुट्याउनै गाह्रो। गाडी चलाउने कुन बालेन, बाइक चलाउने कुन बालेन? हुन त उनले चर्चित हुँदा पछिको सुरक्षा तयारी गरेका होलान्, तर लम्कीमा ती पात्र प्रस्तुत नै भइदिए। यहाँ मूल प्रश्न सुरक्षाको होइन, सन्देशको हो। यदि बालिन साँच्चै जनताको भरोसामा टिकेका छन् भने एउटा अनुहार कम बढी देखिँदा के फरक पर्थ्यो र? यदि उनको राजनैतिक काम नीति र दृष्टिमा आधारित छ भने छायाले हात हल्लाउनु किन आवश्यक भयो? हिन्दी फिल्ममा डबल रोल प्राय त्यति बेला आउँछ जब कथामा अस्थिरता हुन्छ, निर्देशक दर्शकको ध्यान अर्कैतिर मोड्न चाहन्छन्। राजनीतिमा पनि कहिलेकाहीँ दृश्यले ध्यान मोड्छ, मुद्दाबाट दृश्यतिर, बहसबाट भावनातिर। के बालेनले त्यो भिड छिचोल्न यो दृश्य मञ्चन गरेका हुन्? लम्कीको घटनापछि हामी के छलफल गर्दैछौँ? सुदूरपश्चिमका मुद्दा, बेरोजगारी, शिक्षा, स्वास्थ्य कि डमी बालेन? यही नै स्टन्टको सफलता र असफलता दुवै हो। सफल किनभने सबैको ध्यान तान्यो, असफल किनभने यसले नेताको राजनैतिक गहिराई भन्दा उसको प्रचार शैलीमाथि प्रश्न खडा गरिदियो। अर्को गम्भीर पाटो छ राज्यप्रतिको विश्वास। बालेनले नै सिफारिस गरेका गृहमन्त्री ओमप्रकाश अर्याल सरकारको सुरक्षा संयन्त्र सम्हालिरहेका छन्। त्यसो भए पनि यदि एउटा प्रमुख नेता स्वयं सडकमा यस्तो उपाय अपनाउन बाध्य देखिन्छ भने दुईवटा सन्देश जान्छ। पहिलो, राज्यको सुरक्षा प्रणालीमाथि भरोसा छैन। दोस्रो, खतरा वास्तविकता भन्दा प्रचारात्मक रूपमा ठूलो देखाउन खोजिएको छ। दुवै सन्देश खतरनाक छन्। नेपाली राजनीतिमा जनताले धेरै नाटक देखिसकेका छन्। उखु काट्ने, साइकल चलाउने, खेत जोत्ने, यी सबै दृश्य एक समय रमाइला लाग्थे, तर समयसँगै जनताले बुझ्न थाले काम बिना दृश्यको मूल्य हुँदैन। अब जनता प्रश्न सोध्न थालेका छन् र लम्कीको त्यो दृश्यले प्रश्न अझै तिखो बनाएको छ। कैलालीको लम्कीमा हात हल्लाइरहेका युवाले केही गल्ती गरेनन्, गल्ती दृश्यको व्यवस्थापनमा छ। यदि यो संयोग हो भने स्पष्टता किन आएन? यदि योजना हो भने पारदर्शिता किन छैन? मौनता आफैमा सन्देश बन्छ र त्यो सन्देश सकारात्मक हुँदैन। राजनीतिक नेतृत्व भनेको भिडलाई झुक्क्याउने कला होइन, भिडलाई सचेत बनाउने क्षमता हो। छाया देखाएर ताली बटुल्न सजिलो हुन्छ, तर प्रश्न सामना गर्न भने निकै गाह्रो। आज बालेनको वरिपरि बनेको कथा उनको कामभन्दा यस्तो दृश्यतिर मोडिँदैछ जुन उनी आफैका लागि घातक हुन सक्छ। सुदूरपश्चिमका जनता मनोरञ्जन खोजिरहेका छैनन्, उनीहरू रोजगारी, सेवा, सम्मान खोजिरहेका छन्। यस्तो अवस्थामा नेताले फिल्मी दृश्य सिर्जना गर्नुले दूरी बढाउँछ, नजिक्याउन दिँदैन। हामीलाई नायक होइन, जिम्मेवार प्रतिनिधि चाहियो भन्ने आवाज यस्ता घटनापछि झन्चर्को हुन्छ।
यसै विषयमा कैलाली क्षेत्र नम्बर 2 का राष्ट्रसभाका उम्मेद्वार केपी खनाललाई बुझ्दा उनले भने त्यो केही होइन, विरोधीहरूले मसला बनाएका हुन्। सुरुमा उनले त्यो दृश्य देखिएकै होइन भने पछि कताबाट उस्तै अनुहारको आएछ भने, तर दृश्यमा हेर्दा बालेन हुइकिएकै लस्करमा ती पात्र पनि हुइकिए। प्रश्न सामान्य छ, किन यस्तो गरियो? उत्तर सहज छ, मेरो फ्यान हो। अनि सक्कली बालेन हेर्न आएका जनता के हुन्? मूर्ख? पक्कै होइनन्, उनीहरू विश्वास हुन्। एकपटक विश्वास डगमगायो भने सुदूरका जनताको मन फर्काउन गाह्रो पर्ला। यसै विषयमा मैले धेरै व्यक्तिहरूसँग बुझेँ। त्यहाँ चाहिँ लम्कीमा नगरपालिकाका पूर्व मेयर महादेव बजगाईसँग बुझियो, उहाँको नजरले पनि दुईटा देखेछ। अन्य पत्रकारसँग बुझियो, रमेश बजगाई लगायतकाहरूसँग बुझियो, उहाँको नजरमा पनि दुईटा बालेन देखिएछ। तर यो त्यति धेरै प्रचारात्मक बनेन। तर यो किन गरियो भन्ने प्रश्न यतिखेर उब्जिएको छ। स्टन्टको राजनीति छोटो दूरीको दौड हो। यसले क्षणिक चर्चा दिन्छ तर दीर्घकालीन भरोसा खोज्छ। आज समर्थकले ताली बजाए पनि भोलि तिनै समर्थकले प्रश्न गर्छन्, हामीलाई देखाइएको त्यो के थियो? बालेन शाहलाई साथ दिएर उचाल्नै पर्ने अवस्था आयो भने त्यो उनको राजनीतिक परिपक्वतामाथिको प्रश्न हो। नेतृत्व आफै उभिन सक्छ भने सहाराको आवश्यकता पर्दैन। छायाले होइन, स्पष्टताले नेता ठुलो हुन्छ। बालेन शाहको इन्ट्री भएसँगै त्यतिखेर हामी एउटा दृश्यमा तपाईँलाई देखाउन सक्छौँ। राष्ट्रसभाका वरिष्ठ नेता भावी प्रधानमन्त्रीका उम्मेद्वार बालेन शाह त्यतिखेर झ्यालबाट उहाँलाई हात लाउनु समर्थनमा बालेन शाह प्रधानमन्त्रीका उम्मेद्वार बालेन शाह सबै भण्डी गर्दा यही गाडीमा आउनुहुन्छ त हेर्नु। सर कस्तो लाग्यो? के भन्नु चाहनुहुन्छ? उहाँले तपाईँ दाइले झमै पायो तपाईँ। यहाँनिर हामी दृश्यमा देखाइरहेका थियौँ, योभन्दा उनले दृश्य नै गइसक्यो। बालेन शाहसँग निस्किनु होला बुझौराबाट है। उम्मेदवार केपी खनाललाई हामीले देखाउँदै थियो। बालेन शाहको दर्शन मात्रै पाए धेरै साथीहरूले, अरू केही पनि पाउन सकेनन्। अन्त्यमा फेरि फिल्मकै भाषामा भनौँ, स्टन्ट सिन सकियो, भिड तितर-बितर भयो, क्यामेरा बन्द भयो। अब वास्तविक कथा सुरु हुन्छ। त्यो कथामा न डबल चल्छ न छाया। त्यहाँ केवल काम, जवाफदेहिता र विश्वासको हिसाब हुन्छ। नेपाली राजनीतिमा अब जनता यही कथाको प्रतीक्षामा छन्, स्टन्टको होइन सत्यको। हवस् त, नमस्कार।